हेलो सबैजनालाई आज चाहिँ बिहानै दानातिर निस्केको अन्त जाँदा जाँदाखेरि कहाँ भनौँ अब यहाँ मोनिटर निस्किनुभन्दा अलिक अगाडि के हुन्थ्यो यो जग्गाको नाम पनि मलाई पनि थाहा छैन हौ, खासै थाहा भएन। तर यो हेर्नु नि यस्तो छ, यतिको चाहिँ हेर्ने हेर यस्तो ल्यान्डस्केपमा होइन, स्लोपी एरिया अनि कस्तो मजाले सेटलमेन्ट गरेर बसिरहेछ हो। ठक्कै हेर्नु नि मजाले हो, त्यहाँ मजा आउने नि हेर्दाखेरि नि मजाले अब क्या सेटल भएर बसेको रहेछ। यो गाउँको नाम चाहिँ थाहा भएन हो, तपाईँहरूलाई यदि तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला है। अब मलाई चाहिँ थाहा भएन, कमेन्ट गरेर राख्छु न। यहाँ आउँदा आउँदा मैले चाहिँ यसो हेरेको राइट साइडमा हेर्दाखेरि त्यस्तो देखेर चाहिँ अन्त बाइक अलिकति अगाडि रोकेर भए पनि अब मनले नमानेर क्या यसो रोकिदिइ हेरेको नि। र अब दाना जाँदैछु, रोड त त्यस्तै छ, स्लोपी कता कता हो, के भन्नु अब के कता कता होइन। तर अनि म तपाईँहरूलाई अपडेट गर्नेछु। अहिले चाहिँ भने हामी भर्खर केसरी काट्यो है, सिटी र मैले चाहिँ भर्खर केसरी काट्यो। अन्त यहाँ चाहिँ एकछिन यस्तो सर्ट ब्रेक लिएको नि दुईजना, हल्का बिहानै हिँडेको भएर साह्रै गलियो हौ, टायर फिल हुँदैछ क्या बिहान हिँडेको भएर। अन्त यता हेरौँ न, डाँडाहरू चाहिँ यस्तो दामी छ कि यस्तो दामी छ। यो क्यामेरामा अलिक क्लियर नआएर म त्यो नहुन्छ चाहिँ आफ्नै आँखाले हेरेको र अब क्यामेरामा हेरेको त मिल्दैन नि त, फेरि क्यामेरा अलिक क्वालिटी राम्रो छैन हो। हेरौँ यस्तो छ है, के भन्नु नि, हेभेन चाहिँ कहीँ जानु पर्दैन ल खोज्नु। अझै म अपडेट गर्नेछु तल गएर अब फेरि। ल है साथीभाइ हो, अहिले चाहिँ म राइटक पुग्न आँटिसकेको छु। त्योभन्दा पुग्नुभन्दा अगाडि चाहिँ एउटा ब्युटिफुल एउटा देखाउने छु क्या हो जग्गा। यहाँ रोएँ साथीभाइ, यस्तो छ है वाटरफल। राइटक नपुग्नुभन्दा अलिकति माथितिर चाहिँ यस्तो छ। सो यहाँ आउनु होला होइन, मजा लिनु होला वाटरफलको। यसमा चाहिँ एभ्री वाटरफलमा चाहिँ के गीत आउँछ भने हामी अब आजभोलि ट्रेन्डिङ छ नि त अब क्या हो वाटरफल चाहिँ अच्छा मजा आया क्या आएन हौ बाहुबली को तो खोया में खोया है हमको। चांद से तारे ने सूजन यार वहाँ युनिकनेस चाहिँ के उमाथि हेर्नु न यस्तो छ यहाँको वाटरफल चाहिँ यस्तो छ। अब मेरो ब्याग भिज्छ होला, अब हिँड्नुपर्छ होला म चाहिँ। 50 रुपया कट ओभर एक्टिंग के वजह। हेलो गाइस भन्नु नभएको, अब फेरि अर्को एउटा दामी के हो दामी कडकसँगको जग्गामा आइपुगेको छु। त्यो चाहिँ कहाँ हो भने अब तपाईँहरूले यहाँ मेरो ब्याकग्राउन्ड पछाडिको देखेर चाहिँ बुझिसक्नु भयो होला। अहिले चाहिँ यहाँ काली खोलाको बाटोमा चाहिँ यस्तो जग्गा छ, यस्तो हेर्नु यहाँनिर पिङ्क हो कि पर्पल यहाँ ब्ल्याक, यहाँ बिचमा ग्रे, तल नि ग्रे, चुच्चो गरेर क्या। यहाँ चाहिँ सबैजनाले अब होइन, अब त्यो बसमा आउनेहरूले त यहाँनिर निस्केर फोटो खिच्नु पाउँदैन हो, उनीहरू त अब सररै हिँडिहाल्छ। प्राइभेट गाडीमा जो आउनेहरूले चाहिँ सबैजनाले चाहिँ यहाँ आएर चाहिँ फोटो खिच्छ। यस्तो छ इनसाइड भुटान, यस्तो छ।
बाटो थ्रु कालीखोला चाहिँ डाँडाको सिरानो देउराली निस्किँदा त्यहाँ देखिन्छ अनि गेस्लिङ अहिले चाहिँ म कहाँ पुगेको छु नि एक्ज्याक्टली देउरालीको टुप्पोमा तर होइन अलिकति यतापट्टि अरे कहना क्या चाहते हो देउरालीको चिसो चिसो हावाले भन्ने ठाउँमा आइपुगेको छु तर यो देउराली चाहिँ अब जग्गा पछि देउराली कति यता हाम्रो चाहिँ यहाँ गेसलिङ र के भन्छ दागापेलाको यहाँनिर टपको देउराली हो भनेको मैले अन्त हेर्नुहोस् है साथीहरू यहाँनिर हेर्नुहोस् है यो चाहिँ हो नि गेसलिङ सेन्ट्रल स्कुल हो मैले चाहिँ मेरो हाई स्कुल चाहिँ यहाँ सकेको अन्त अब चाहिँ यहाँदेखि चाहिँ कति लाग्छ भने यहाँदेखि कति लाग्छ होइन कति लाग्छ देखा आपने लापरवाही का नतीजा है 1 आवर जस्तो लाग्छ घरमा पुग्नु तर अनि मेरो अलिकति दागापेलामा काम छ तर त्यसले गर्दाखेरि अलिक बेसी टाइम पनि टेक गर्छ होला सो स्टे ट्युन